गुड मर्निङ डिएक्सन नमस्कार सम्पूर्ण साथीहरूमा। आज चाहिँ साइबर भ्यालीमा हामी उपस्थित भएका छौँ, जसमा हाम्रो पृथ्वीमान सर, एलबी घिसिङ सर लगायत थुप्रै सरहरू यहाँ उपस्थित हुनुहुन्छ, सर म्याडमहरू। विभिन्न देशबाट चाहिँ यो आजको प्रोग्राममा उपस्थित हुनुभएको छ। अब पनि हामी डिनरको लागि तयारी अवस्थामा छौँ। हामी अब एकदमै खाना खान्छौँ मजाले। खानाका विभिन्न किसिमको आइटमहरू पनि छन्। सो साइबर भ्याली डिएक्सन कम्पनीको यो आफ्नो बिल्डिङ हो, आफ्नै सबै कुराहरू आफ्नै छ। सो हाम्रो लागि चाहिँ डिएक्सन कम्पनीले एकदमै ठुलो सेवा सुविधासहित यहाँ सहयोग गरेको छ। सो यहाँ विभिन्न देशबाट हुनुहुन्छ। अब हामी खाना खाने तयारीमा पनि छौँ। यसमा भनेको नेपाल, बङ्गलादेश, फिलिपिन्स, म्यानमार, मलेसिया, चाइना लगायत विभिन्न देशका मान्छेहरू चाहिँ यसमा आउनु भएको छ। यो चाहिँ नि 3 दिन यो प्रोग्राम हुनेछ। 1 नाइट 2 दिन चाहिँ डे है, यसरी चाहिँ नि कार्यक्रम हुनेछ। यहाँको खानाको मासुहरू भयो, सागहरू, सब्जीहरू, धेरै कुराहरू छ। अब यसमा आज हामीले चाहिँ दरौध दबाएर चाहिँ खाँदैछौँ है। टोलीहरूले चाहिँ यहाँ दरौध दबाएर खाँदैछ। अब यतिले मात्र होइन, फेरि पछाडि थप्ने कुरो छ है। प्लेटमा अटाएन। सो प्लेटमा नअटाएपछि अब कहाँ हाल्नु र होइन। त्यही भएर फेरि यो प्लेट सिद्ध्याएर फेरि अर्को प्लेट चाहिँ खान जाने भन्ने कुरा छ। ल यो चाहिँ नेसनल क्याम्प रातिको डिनर है, रातिको चाहिँ खानपान कार्यक्रम। गला डिनर सिद्ध्याएर अब चाहिँ रुममा आइपुग्यो। रुममा आएर अब सुत्नुपर्ने हुन्छ। यो चाहिँ कोठा है। यतातिर टक्क कफीहरू पिउने, हात धुने टक्क एकदम राम्रो छ। यता धारा छ साइडमा है, राम्रो छ, एकदम सफा सुन्दर है। यो सबै डिएक्सन कम्पनीको हो। सो हामी आज यही रुममा सुत्नेछौँ। यतातिर चाहिँ कफी चिएर खाने टक्क हेर्नुहोस् त, आनन्द छ है। तर हाम्रो सर हुनुहुन्छ स्टार डायमन्ड सर, निशान्त सर। एकदम यो अब भिआइपी रुम छ यहाँ चाहिँ होइन। 2वटा बेड। हाम्रो आदरणीय सर उता हुनुहुन्छ। आइरन गर्नुको लागि पनि यतातिर सुविधा छ। कपडा राख्नुको लागि यतातिर पनि दराजहरू, लकरहरू राख्दैछ। बेडहरू यस्तो छ। डिएक्सनको 1 वर्ल्ड 1 मार्केट 1 ड्रागन 1 कन्सेप्ट भन्ने सङ्घको साथमा डिएक्सनको सङ्घ सँगसँगै हामी कार्यक्रममा अगाडि बढ्दैछौँ। Yes, so very good coffee. Not sleepy? Okay, good. So we can move to the next speaker. So this speaker is a remarkable speaker with great. 15 मिनट जति चाहिँ हाम्रो कार्यक्रममा चाहिँ थोरै रेस्ट भएको छ। सो 15 मिनटभित्रमा चाहिँ यो कफी पिउँदैछु, डिएक्सन कफी। एकदम म लगायत यहाँ थुप्रै साथीहरू चाहिँ कफी पिइराख्नु भएको छ। बाहिर आनन्दसँग हावा खाँदै कफी पिउँदै गर्दै हुनुहुन्छ। अब भने कार्यक्रम सकिसकेको अवस्था छ है। बिहानको कार्यक्रम सकिसकेको अवस्था छ। बिहान भन्नाले दिउँसो, अहिले करिब 2 बजिसकेको छ। सो कार्यक्रम सकियो। धेरै सिक्ने अवसर पनि पाइयो है। अहिले चाहिँ म यो साइबर भ्याली डिएक्सन कम्पनीको ठुलो चाहिँ यहाँ रिसर्च सेन्टर भन्दा पनि हुन्छ यसलाई।
एकदम यहाँ होटेलदेखि लिएर हरेक एभ्रिथिङ डिएसएनका धेरै एक्टिभिटी कामहरू चाहिँ यहाँ भइरहन्छन्। सो यो चाहिँ एकदम सुन्दर छ, शान्त छ अनि वरपरको हावा पानीहरू सबै एकदम राम्रो छ। यता तपाईँ देख्न सक्नुहुन्छ यतातिर है, यता लगभग एकदमै रमाइलो छ। यहाँ चाहिँ साँच्चीकै एउटा सिक्ने एउटा अवसर डिएसएनमा छ। डिएसएन साँच्चीकै स्वास्थ्य मात्र होइन, समृद्धि मात्र होइन, खुसी पनि दिएको छ। एउटा जिन्दगी चाहिँ नि जिउन नजानेको मान्छेहरूलाई चाहिँ जिउने एउटा आधार दिएको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू जहाँ हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ, डिएसएन यदि तपाईँले गर्दै हुनुहुन्छ भने एकदमै सही काम गर्दै हुनुहुन्छ, निरन्तरता दिइराख्नुहोस् है, एक दिन तपाईँहरू सफल हुनुहुनेछ। एकदमै हेर्नुहोस् यस्तो आनन्द छ, सुन्दर छ है, सुन्दर छ। यो साइबर जाया है, साइबर भ्याली एकदम बेटर छ है, बेटर प्लेस, ब्युटिफुल प्लेस। वाह, तपाईँहरू पनि यहाँ आएर भिजिट गर्न सक्नुहुन्छ, भिजिट गर्नुहोस् है। जो मलेसियामा हुनुहुन्छ भिजिट अनिवार्य रूपमा गर्नु होला। जो मलेसियादेखि बाहिर हुनुहुन्छ हजुरहरू पनि एकचोटि आउने प्रयास गर्नुहोस् है त। हाम्रो हामी नेसनल क्याम्प 2025 मा ग्यादर भएर आज सकियो। अब जाँदैछौँ 2 दिन 1 रात, खाना बस्न सबै यहीँ फेरि गजब। अब तपाईँ हामी पनि फेरि 2026 को नेसनल क्याम्पमा सँगै हुनुपर्छ। धन्यवाद। ओके सर, के गर्दै हुनुहुन्छ? नमस्ते। अब हाम्रो 2 दिन 1 रातको नेसनल क्याम्पलाई चाहिँ आज बिदाई गर्दैछ। निकै इन्जोयबल, कम्फर्टेबल र एकदम ग्रेट टाइम भयो। होप नेक्स्ट इयर फेरि हामी 2026 मा फेरि हाम्रो अझै योभन्दा राम्रो टिम ग्रुपसहित फेरि हामी यो यहाँ हुनेछौँ भन्न चाहन्छु। थ्याङ्क यू। ओके, थ्याङ्क यू। फाइनली अब चाहिँ कार्यक्रम सकिएको छ। अब चाहिँ हामी आफ्नो रुमतिर लाग्नेछौँ। सी यू एट द टप इन डिएक्सए।